हेलो गाइज, फेरि वेलकम ब्याक टु मेरो सानो एउटा भिडियोमा। आजको चाहिँ के छ भने मैले चाहिँ एउटा चाहिँ के लिए भन्दाखेरिमा मन्त्र कर्मा गिटार फाइनली सपना थियो एउटा पुरा भयो। एउटा गिटार किन्ने। गिटारको नाम चाहिँ मन्त्र कर्मा मोडेल। यसको मोडेल पनि छ है त, डेन्जरै मोडेल छ। मोडेल यसको सिन्स 2008 मा बनेको रे। 2008 देखि बन्न थालेको। यसको मोडेल कुन मोडेल भने 2083 मोडेलै भयो। एउटा पनि छ कि यहाँ 00K7 भन्छ यसको मोडेल मन्त्र कर्मा। पहिले चाहिँ मैले एउटा प्लोतो भन्ने लिएको थिएँ। त्यो चाहिँ अब अलिक सस्तै थियो। त्यो मलाई मन परेन के। सामान चाहिँ अलिक पैसै नभए नि ब्रान्डेड चाहिने। मैले किने लगभग ब्रान्डेड रहेछ। यो चाहिँ नेचुरल कलर देख्न सक्नुहुन्छ। गीत गाउन सिक्नु भनेको गीत चाहिँ कस्तो भने हो तिमी साउन्यका पुकाछे भिडियो बनाउँदैछु दिदी बहिनी निम्था भन्ने गीत बजाउनु पर्ने छ। अनि यो चाहिँ गिटार। अनि गिटारमा के आउँदछ भने एसेसोरिजहरू धेरै आउँदो रहेछ। यो गिटार यहाँ होस् साइडमा। के आउने रहेछ भने एउटा ब्याग पनि खतरा छ, प्रिमियम। अनि चेन लगाएर देखाउनु त। ल ब्याग चाहिँ यही त, एकदम कस्तो प्रिमियम ब्याग छ। ब्याग पनि खतरा छ। यहाँ पनि ब्याजिङ दिएछ कर्मा भनेर। मन्त्र भनेछ। मन्त्र नि हो, मन्त्र भनेर यहाँ ब्याजिङ दिएछ। अगाडि क्यामेराबाट चाहिँ उल्टो देखिन्छ ल, मन्त्र कर्मा भनेर देखाएको छ। अनि अरू के छ भने के छ भने यता 2 मिनट भइसकेको छ। यता अहिले स्टोरेज भन्दैन मेरो फोन पनि। एउटा क्याप दिएछ एउटा, के नाम पनि क्यापु स्यापु के भन्छ एउटा आउँदो रहेछ। अनि सर्भिसिङको टार, यो भित्र चाहिँ टार छ क्या। यो चाहिँ गिटारको बिग्रियो भने फेर्ने टार छ। अनि बेल्ट यसरी लगाऊ। यो त गिटारमा हाल्ने बेल्ट एउटा। त्यसपछि त्यो चाहिँ क्याप हो क्या, यस्तो गिटारमा लगाएर बजाउने क्याप पनि एउटा दिएछ। त्यसपछि 3वटा फ्री सर्भिसिङ कार्ड 3वटा।